सर्वप्रथम यहाँ सबैलाई मेरो नमस्कार। म ऐतिहासिक खाडो जगाउन लागिरहेको छु। त्यही समय यहाँ सबैले शान्त भएर सुनिदिनुको लागि पनि म विशेष अनुरोध गर्दछु। वास्तवमा खाडो भनेको के हो? खाडो भनेको यी दुल्हा दुलहीहरूको घरबार सुरक्षित साथ राम्रो बनोस् भन्ने उद्देश्यले जगाइने वैवाहिक संस्कार अन्तर्गत पर्ने एउटा महत्त्वपूर्ण अङ्ग हो। तर पनि यो बिस्तारै लोप हुँदै गइरहेको छ। यसलाई जोगाइराख्नु हाम्रो कर्तव्य हुन आउँछ। वास्तवमा हाम्रा संस्कार संस्कृतिहरू बिस्तारै लोप हुँदै गइरहेका छन्। यसरी हाम्रा संस्कार संस्कृतिहरू लोप हुँदै जाने हो भनेदेखि एक दिन हाम्रो पहिचान लोप भएर जानेछ। हाम्रो पहिचान लोप हुनु भनेको आफूलाई बिर्सिनु हो भन्दै ऋषभदेव भगवानले श्रीमद् भागवतको 5म स्कन्धको 6औं श्लोकमा आफ्ना 100 भाइ पुत्रहरूलाई संस्कार सम्बन्धी यसरी दिव्य ज्ञान उपदेश दिनुभएको छ। गुरु न सस्यात् स्वजनो न सस्यात् पिता न सस्यात् जननी न सस्यात् दैवं न तत्सन्न पतिश्च सस्यान्न मोचयेद्यः समपेतमृतम्। जुन गुरु तथा बाबाआमाले आफ्ना सन्तानहरूलाई संस्कार सिकाउँदैनन् भने ती गुरु होइनन्, सज्जन होइनन्, पिता होइनन्, माता होइनन्, इष्टदेव होइनन्, पति होइनन्, पत्नी होइनन्। तिनलाई त्यागिदिनु। वास्तवमा छोराछोरीहरूलाई सम्पत्ति होइन, बेलैमा राम्रो संस्कार दिनुपर्दछ। बेलैमा राम्रो संस्कार नदिएकै कारणले गर्दा आज विश्वमा मानिसहरूले मानवतालाई भुलेर विभिन्न हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, लुटपाट, बाबुआमालाई हेला गर्ने, वृद्धाश्रममा लगेर राख्ने जस्ता विभिन्न नकारात्मक क्रियाकलापहरू गरिरहेका छन्। फेरि राम्रो संस्कार नदिई शिक्षा मात्र दिएर पनि हुँदैन। बेलैमा राम्रो संस्कार नदिएकै कारणले गर्दा कतिपय शिक्षित वर्गहरूले पनि विभिन्न नकारात्मक क्रियाकलापबाट अमूल्य सम्पत्तिहरू जोडिएका छन्। यसरी नकारात्मक क्रियाकलापबाट जोडिएको सम्पत्तिले एक दिन धन, धर्म र वंश तीनवटै नष्ट गरेर लानेछ। नत्र रावण, कौरव र कंसको उदाहरण हेर भन्दै ऋषभदेव भगवानले यसरी संस्कार सम्बन्धी दिव्य ज्ञान उपदेश दिनुभएको छ। मेरो परिचय यस प्रकारको रहेको छ। ठेकीमा तर म बालबालिकाको सर, थालराम र झर्का, नाम मेरो मदन खड्का, ढोकामा पाले, घर मेरो खोटाङ आहाले। हरि ओम स्वस्ति श्री गणेशाय नमः। वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गजाननं भूतगणादिसेवितं तपीतजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज मंगलं पुंडरीकाक्ष मंगलाय तनोहरि। सर्वमंगल मंगलाय शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणी नमस्तुते। भोलि जे होला होला, खाडोमा सामान्य जोक भन्ने छु, माफ गर्नु होला। हाई श्री 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 तीन प्रतापी महाराज मंत्री सरजंग बहादुर के फौजा ये भोटा के निकट में कोसी के तीरा में मंत्री के खेला से मंत्री के भुजा से सबै लश्कर चले जी धन्य धन्य मंत्री। संग्राम में बहादुर श्री राणा जी के वंश के रत्न श्री धीर शमशेर धर्म शरीर भक्त वीर के प्रताप से पूर्व पश्चिम उत्तर दक्षिण भोट मंगला न दिल्ली किला काँगडा
लंका पलंका श्रीलंका नागा घोरमुखाका देशमै चल्ते हैं। कौन कौन पल्टना चले भने आगे श्रीनाथ चले, राजदल चले, कैम्प चले, देवी दत्त चले, वज्र बहादुर, काली बहादुर, महेन्द्र दल, राम दल, भैरवनाथ दल, जगन्नाथ दल, श्री काली दल, ऐसे पल्टना चले। जर्नेल चले, कर्नेल चले, कप्तान चले, सुबेदार, जमदार, हवलदार, हुद्दा, सिपाही चले, एरावत हाती, गजरथ हाती, ढोइनी आदि हाती चले हैं। श्री राइफल पल्टन भए तयारी, तासा गुर्जा नगर निशान फेरि आज गर्जना लागे, फेरि दिशा विदिशा पृथ्वी कंपु कराते भए बढी तयारी से चलते हैं। श्री जहाँ जन्ती जाइन्छ खाँडो नै जगाइन्छ, इष्टमित्र सबैसँग यसै गरी रमाइन्छ। श्री सिरक राम्रो रुवाको, जोडी साह्रै सुहाको, बाख्रालाई स्याउली, बेहुलालाई बेहुली, कसैलाई वैसा, बाहुनलाई पैसा। श्री तीन प्रतापी महाराजा मन्त्री सरजंग बहादुर के सवारी होने का बखत है। उनके साथ में 1600 घोड़ा चले, कौन घोड़ा चले भने ताजी, तुर्की, बैला, अबलक, तुरुंगा सुरुंगा, मुस्की, चिनिया, भोटे, टांगन, ऐसे घोड़ा चलते हैं। धरती धकेला, पहरा ठेला, भैरी के निकटे पहुँचे, रखा कांधे बंदूक, पोस्ताना झलकते थे, कहे कबीर सुनो भाई साधु। श्री मल्ल महाराजा की सवारी द्रता रानी के डोला में चलते हैं। मुलुका थररा थर्कना लागे, कामदारी, काजी पिता, खलासी केटी, सुसारे बैठके, 1600 केटी चलती हैं। कोइसी केटी चलती हैं। रामदारी, जामदारी, कृष्णदारी, अलनपरी, कुशनपरी, सूर्यामती, चंद्रावती, विष्णुमाया, शिवमाया, बागमती, सरस्वती, लाल बदाना, श्याम बदाना, राम बदाना, कृष्ण बदाना, अनंग बदाना, भीम बदाना, रत्न बदाना, मदन बदाना, चंद्र बदाना, विशाल बदाना, कमल शोभा, ऐसी केटी चल्थे हैं। उनीहरूको कस्तो फेसन थियो भने औलामा औठी, नाडीमा घडी, हातमा बाई, शिरमा शिरबन्दी, नाकामा नत्था, अंग्रेजी जुत्ता, पितावले डोरी, मखमलको चोली, लाइलोको सारी, काँधामा सरक्क पारी, कम्मर मर्काई धुलो फड्काई सिउँदो टल्काई 1600 केटी लागे तयारी हैं। श्री लाल झपनीका फुँदाहरू लर्का नलागे, हिरामती झल्का नलागे, पुष्पराजा नवरत्न टल्का नलागे, झम्पो गडीका भोटे थर्का नलागे, गोर्खाली जति सर्क नलागे, चिनाको चिना, महाचिना, पेचिङा कोचिङा, लाहुरा दिल्ली, देशभर थर्का नलागे, सिसा गोला बम गोला उपर वर्ष नलागे हैं। कौन तोप चले भने लाली तोप, काली तोप, भैरव तोप, फलामे तोप, 8 फन्नी, 10 फन्नी, 12 फन्नी, ऐसे तोप चलते हैं। श्री 3 महाराजा मंत्री जंग बहादुर ने लखनऊ, लाहौर, दिल्ली में देश विदेश में अपना सिपाही फिराउन लागे। परला कोली, छुरी, कटारी, चुप्पी, चाप्सा, खुडा, ढाल, तरवार, खुकुरी वर्षन लागे, शत्रुका सेना तर्सन लागे। श्री पशुपतिनाथ र गुहेकालीसँग जितबाजी मागे, उदो गंगाको साध लगाई, उभो महाचिना मारी, टिस्टा मार्ग, नमो खाडो बहाली, लुवासुर विजय नामको खाडो जारी। श्री मन्न महाराज धिराजका सिपाही सुरा, लन्नमा पुरा, उभो भोट मधेस, काशीका कुच बिहार, लाहौर, दिल्ली, बेलायतको साध लगाई, 12,000 भैरीको थाप्लोमा खुडाले ठ्याक्क हानी। खाडो भन्दैछु जानी नजानी, दुला भन्दा थोरै दुलाई सानी, दुलाईको रहेछ साधारण लज्जालु बानी, दुलालाई हेर्दिरहन्छन् घरी आँखा तानी। श्री उत्तर चिनाको चिना, महाचिना, पेचिङा, दक्षिण रोमश्याम, पूर्व उत्ताल बखाना, यो 4 दिशा 7 दिप, 9 खण्डकै सिराना तथा शिखर नवाब आदि र गाउँ दिशा विदिशा और घोरमुखाका देश में चलते हैं। और फिर नेपाल देश आए श्री पशुपति, गुहेश्वरी, गोरखनाथ, भैरवनाथ, मच्छेन्द्रनाथ, दक्षिणकाली, वज्रयोगिनी, साधु नारायण तथा नवदुर्गा भवानी का शरण पाई है। श्री माना, सुरसानी, खुकुरी, छुरा, कटारी, पत्थर गोली, खीरा कमानी, खुप्ताबल, पेस्ताबल, मार्ताबल, वज्रबाण, वायुबाण, पर्वत बाण लगाते हैं। श्री अचेलका केटी, तिनीहरूको पेटमा छैन पुरा रोटी, घर बाँध्छन् कम्मरमा सिंगा पुरे पेटी, जिउमा छर्छन् सेन्ट पाउडर, अनुहारमा लाउँछन् लिपस्टिक पाउडर, कपाल बाँड्छन् भिचुल्टा चिटिक्क पारी, फेसन लाउँछन् फेरिका नक्कल पारी। त्यति मात्र हो र? कानामा कुण्डल, आँखामा गाजल, ओठमा माछा लाली, यसो हेर्दा देखिन्छन् तिनीहरू असाध्यै झाली माली। श्री खुट्टामा पाउजु, हातमा कल्ली, यसो केटाहरू देख्न हुन्न, कम्मर मर्काउँदै हिँड्छन् हल्ली। यस्तो काम नगर न भन्दा तिनीहरू जवाब दिन्छन्, हामीहरूलाई कर छैन। अचल कस्ता केटीहरू हौ, तिनीहरूलाई आमा बाबुको शुद्ध डर छैन। श्री
बारातको सारी कुर्कुचा झारी ल्वाङ खाई मसला खाई बासना लगाई आँखा कड्काई कड्काई कम्मर मर्काई मर्काई हेर्दाका डल्ली साङ्गुरा गल्ली हिँड्छन् हल्ली हल्ली श्री श्री भैरीले छाडे प्राण बल जलबाण फर्सामा बाण अग्नि ढाल तरबार देखे झिल्का झिल्का भागे सारा मुसलमान कम्मर तोसदान